हेलो एभ्रिवान, कुजम्बो। आई होप तपाईँहरू एकदमै ठिकै हुनुहुन्छ होला है। म पनि एकदम ठिकै छु। अनि अब तपाईँहरूले देखिहाल्नु भयो होला है, म चाहिँ के गर्दैछु भन्दाखेरि अन्त आज चाहिँ उठ्नु ढिलो भयो नि त बिहान हो। आज चाहिँ त्यही भएर नानीको पनि छुट्टी छ अनि हामी ढिलो उठ्छ नि त छुट्टीको बेलामा चाहिँ। अनि मेरो पाला बिहानै हेर्नुहोस् न, पर्दा खोलेर बाहिर हेर्दाखेरि त घाम त पुरै लागिरहेको रहेछ। अनि मेरो पाला चाहिँ आज चाहिँ सिटिङ रुम सफा गर्नु पऱ्यो भनेर चाहिँ सिटिङ रुम मजाले सफा गरेँ नि त। निकै भएको थियो सिटिङ रुम सफा नगरेको, किनभने चाहिँ अब यो सिटिङ रुम चाहिँ युज हुँदैन नि त हाम्रो। किचनमै छ नि त सबै, अब बस्ने जग्गाहरू पनि किचनमै राखेको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ मेरो सिटिङ रुम चाहिँ त्यति युज हुँदैन नि त, पाहुना आएको बेलामा मात्रै। अनि हल्का यसमा चाहिँ धुलोहरू पनि आएको रहेछ। मेरो पाला चाहिँ हल्का धुलोहरू पनि झार्नु थालेँ। अनि अब टेबल मुनितिर है, अब त्यस्तै नानीहरू सानो छ, मैलाहरू त भइहाल्छ घर। अनि मेरो पाला चाहिँ यो अब सोफा र टेबल चाहिँ यसरी एट्याच गरेर राख्छु नि त। अब किनभने चाहिँ सानो नानी चाहिँ पसेर छिरेर चाहिँ भरे मुखहरू काटिन्छ जस्तो डर लागेर चाहिँ सबै टेबलहरूले बारिदिइरहेको छु गाइस। थ्याङ्क यू फर वाचिङ, बाई बाई।